Hello everyone, this is Kusum Khaling. Welcome back to my channel all of you. सबैभन्दा पहिला चाहिँ म ह्याप्पी न्यू इयर 2083 र यो नयाँ वर्ष 2083 सालको सबैजनालाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु। र मेरो साइनो अनुसार सबैजनालाई म दाक्सु र नमस्ते पनि भन्न चाहन्छु। र आज चाहिँ म फेरि पनि तपाईहरुको सामु नयाँ वर्षको अवसरमा हामीले नयाँ वर्ष मानेको भिडियोलाई चाहिँ तपाईहरुको सामु लिएर उपस्थित भइसकेकी छु। र पक्कै पनि तपाईहरु सबैजनाले नयाँ वर्ष एकदमै रमाइलोसँग मनाउनु भयो होला भन्ने आशा पनि गरेको छु। र म चाहिँ ठ्याक्कै नयाँ वर्ष आउनुभन्दा 2 दिन अगाडि गाउँ आएको थिएँ र त्यतिबेला चाहिँ हाम्रो निनी अनि नोनोहरूले काकाहरूले चाहिँ सबैजना हाम्रो टोलको सबैजना चाहिँ एकै ठाउँमा जम्मा भएर खाना खाने अनि रमाइलो गर्ने भनेर सरसल्लाह गर्नुभएको रहेछ। त्यही भएर म पनि उहाँहरूलाई समर्थन गर्दै उहाँहरूको कुरा मानेर हामी चाहिँ नयाँ वर्षको लागि तयारी गर्न थाल्यौं। र यो चाहिँ नयाँ वर्षको दिनको वैशाख 1 गतेको भिडियो हो। र हामी चाहिँ एकदमै एक्साइटेड छौं रमाइलो गर्नको लागि। सबैजना फ्यामिली सबैजनाको परिवार चाहिँ सँगै बसेर खाना खाने निधो गरेका थियौं। उहाँहरूले गर्नुभएको थियो निर्णय र त्यसपछि मैले पनि हुन्छ भनेर यो चाहिँ हाम्रो घरमा हामीले चाहिँ खाने निर्णय गर्यौं। र हामीले चाहिँ सबैजना मिलेर हाम्रो आफ्नो आफ्नो डिपार्टको कामहरू गर्यौं, नाच्यौं, गायौं, रमाइलो गर्दै गर्यौं। यो चाहिँ हामी भर्खर भेट हुँदै थियौं हुँदाको भिडियो हो। र हामी चाहिँ सबैजना मिलेर एकअर्कालाई सघाएर काम गरेर चाहिँ एकदमै रमाइलो गर्यौं। तपाईहरुले पनि पक्कै पनि रमाइलो गर्नुभयो होला है। अनि तपाईहरुले चाहिँ कसरी नयाँ वर्ष मान्नुभयो कमेन्ट गर्नुस् है। हामीले चाहिँ यसरी नै घरमै के भन्छ खानेकुराहरू बनाएर खाएर गीत बजाएर नाचेर रमाइलो गर्यौं। अनि अब यस्तो नयाँ वर्षको बेलामा चाहिँ हाम्रो अब पिकनिक जाने चलन छ नि त। तर हामी चाहिँ पिकनिक अलिक टाढा घरभन्दा टाढा बाहिर वनभोज जाने चलन हुन्छ नि त। तर हामी चाहिँ गएन किनकि अब सबैजना केटाकेटी अनि वृद्ध आमा बुवाहरूसँग चाहिँ अलिक टाढो जान सकिँदैन। र अलिक नजिकैको ठाउँमा गए पनि अलिकति गाह्रै हुन्छ नि त। अब पानी ल्याउनु पर्यो, वासरुम जानु पर्यो, अनि सबै भाँडाकुँडाहरू लानु पर्यो, त्यसपछि दाउराहरू नि चाहियो। त्यही भएर हामी चाहिँ अलिक उता डाँडातिर गएर खाने कि भन्ने कुरा नि भइरहेको थियो। तर हामीले चाहिँ अन्तिममा अब घरमै बसेर खाऊँ न त यसपालि चाहिँ। अब फेरि नेक्स्ट इयरतिर चाहिँ अलिक राम्रै ठाउँमा गएर खाऊँ, टाढै गएर खाऊँ भन्दै हामीले चाहिँ निधो गर्यौं। अनि त्यसपछि हामी चाहिँ यो चाहिँ गीत बजाएर नाच्न थाल्यौं। अब अलिक टाढा जानु नि के भन्छ अलिक तन्नेरी अलिक युवाहरूलाई त ठिकै हुन्छ। तर अलिक वृद्ध बुवा आमाहरू साना नानीहरू हुँदा चाहिँ अलिक असहज हुन्छ, असजिलो हुन्छ। त्यही भएर हामीले चाहिँ घरमै खाने निर्णय गर्यौं। हामी चाहिँ पुरा नाच्दै थियौं। म चाहिँ नाच्दै भिडियो बनाउँदै थिएँ। हाम्रो आन्टी निनमाइली नाच्दै हुनुहुन्छ, निनमाइली, निनकान्छी अनि फोङ जेठा। यो निनमाइली त हामीलाई पहिला मलाई शिशु क्लास भन्छ है। त्यति बेला पढाउनु हुँदादेखि यस्तै हुनुहुन्छ है, कस्तो रमाइलो हुनुहुन्छ, नाच्नुहुन्छ, गाउनुहुन्छ है। अनि म पनि उहाँको छेउछेउ एकछिन हल्लिएँ, नाचेँ। तर आज चाहिँ मैले खासै धेरै काम गरिनँ। किन भन्नुहुन्छ भने अहिले चाहिँ म अलिक अल्छी भएको छु। किनकि अब अहिले अलिक काम गर्ने हुँदैन नि त, घरभन्दा अलिक बाहिर बसिन्छ। त्यही भएर नि होला हिजो धेरै पछि मकै खनेको हात दुखेर म चाहिँ भिडियो बनाइदिएँ, यसो हाँस्दिएँ, बोलिदिएँ, त्यति हो। काम गरेन मैले चाहिँ, सघाएन, थोरै मात्र सघाएँ। यहाँ चाहिँ रमाइलो गर्दै हुनुहुन्छ यिनीहरू। अनि यहाँ हाम्रो काकाको छोराछोरीहरू पनि हुनुहुन्छ सानो
हाम्रो क्युटेजहरू। अनि उनीहरू चाहिँ नाच्नै मानिराख्नु भएको थिएन, बोलाएको मान्दैन है नाच्नै। अनि अहिले चाहिँ गाउँघरमा एकदमै थोरै मान्छेहरू हुने है, सबैजना गाउँभन्दा बाहिर हुने, कोही देशभन्दा बाहिर, कोही गाउँभन्दा बाहिर। अनि गाउँघरमा चाहिँ केटाकेटी र अलिक बुढापाका मात्र बस्ने है। अब घरमै मात्र बसेर पनि नहुने, फेरि घरभन्दा बाहिर जाँदा पनि घरतिर बेजोग हुने। घरमा अब आमा बुवा मात्र हुने है सबैजनाको। अनि हामी चाहिँ लगभग 10 घर चाहिँ जम्मा भएको, तर हामी 10 घरमा बस्ने जति धेरै चाहिँ देखिँदैन। हामी चाहिँ एकदमै थोरै छौँ। घरमा बढीमा भएको 3 जना 4 जना, त्यो पनि सानो नानीहरूसँग हुनुहुन्छ। हामी चाहिँ एकदमै थोरै। अब हाम्रो घरमै 2 जना मम्मी र बाबा मात्र हुनुहुन्छ। अनि अब म आउँदा 3 जना, अनि 2 जना मात्रै हुन्छ। अनि त्यस्तै सबैजनाकोमा 2 जना 3 जना 2 जना 3 जना हुन्छ। अनि म चाहिँ भिडियोमा खिचिरहेको छु। यो चाहिँ हाम्रो मम्मी बाबा अनि नोनो निनीहरू मिलेर चाहिँ यो पर्क के भन्छ सुँगुरको मासुको चाहिँ पिस बनाउँदै हुनुहुन्थ्यो। सबैजना मिलेर काम गऱ्यो भने कति छिटो हुन्छ है। अनि उहाँहरूले चाहिँ काटिराख्नु भएको थियो गफ गर्दै हाँस्दै। अनि म चाहिँ भिडियो मात्र बनाइदिएँ मैले चाहिँ हेर्दै। अनि कति छिटो गर्नुभयो है। अनि त्यसपछि सबैजना मिलेर हाम्रो पूर्ण अङ्कलले चाहिँ हाम्रो कुक हुनुहुन्थ्यो, उहाँले चाहिँ सबै उहाँले नै गर्नुभयो, पकाउनु भयो, दिनुभयो। हामी चाहिँ नाच्ने गाउने रमाइलो गर्ने के भन्छ अनि हेर्ने खाने मात्र थियौँ हामी चाहिँ। अनि यहाँ चाहिँ हाम्रो काकाले खतरा डान्स गर्दै हुनुहुन्थ्यो। यो युट्युबमा चाहिँ म्युजिक हाल्यो भने कपिराइट पसिहाल्ने रहेछ है। त्यो के भन्छ त्यो युट्युबमा हाल्नु नहुने म्युजिकहरू चाहिँ कपिराइट पस्ने रहेछ। त्यही भएर मैले चाहिँ सबै भोइस कभर गरिरहेको छु, किनकि ब्याकग्राउन्डमा म्युजिक थियो। अब खासै त्यत्रो धेरै राम्रोसँग एडिट गर्नु नि आउँदैन, नर्मल्ली मात्र मैले चाहिँ एडिट गरेर लाउने गरेको छु। एडिट भन्दा नि अब यसो जोडेर लाउने गरेको छु। अनि भोइस कभरसम्म चाहिँ गर्ने गरेको छु आजभोलि। यहाँ चाहिँ हाम्रो पिपी र नोनो हुनुहुन्छ। नखिच्नु न है नानी, हामी त यस्तो छौँ भन्दै हुनुहुन्थ्यो। के हुन्छ र भनेर हामीले गफ गर्दै मैले चाहिँ भिडियो बनाइरहेको थिएँ। हाम्रो पिपी अन्तरी हुनुहुन्छ उहाँ चाहिँ, अनि हाम्रो नोन कान्छी। अनि यो चाहिँ हाम्रो पोर्क बनिसक्यो। हामीले चाहिँ लगभग 10-11 बजीदेखि चाहिँ जम्मा भएर चाहिँ हामीले हाम्रो खानपानहरू बनाउन स्टार्ट गरेको थियौँ। र यो चाहिँ हामीले फर्स्टमा चिउरा र पोर्क खाने सल्लाह गरेका थियौँ। त्यही भएर यो चाहिँ हामी चिउरा मासु खाँदैछौँ है, सुँगुरको मासुसँग। अनि हामीसँग चाहिँ डिउ थियो, अनि छ्याङ खानुहुनेको लागि छ्याङ पनि थियो। नर्मे भन्छ है हामी चाहिँ। हाम्रो राईहरूको त अब यो नखाने कुरै हुँदैन, प्रायः जसो सबैजनाले खान्छ। र हामी चाहिँ हाम्रो आँगनमा चाहिँ गुन्द्री ओछ्याएर, अब गुन्द्री भनेको त अरू ठाउँमा के भन्नुहुन्छ, हामी चाहिँ त्यो परालको बुनेको म्याटलाई चाहिँ गुन्द्री भन्छ। अनि हामीले चाहिँ हाम्रो आँगनमा एक फन्का गुन्द्री ओछ्याएर चाहिँ सबैजना बसेर खान थाल्यौँ। म चाहिँ यता के भन्छ हामीले त कुङखम भन्छ, हाम्रो घरभन्दा अगाडि सानो भएको हुन्छ नि त छानासँगै, त्यसमा मैले चाहिँ केमा मोबाइललाई अडाएर म पनि गएँ। अनि अलिअलि निनीहरूलाई काकाहरूलाई हेल्प गरेँ। अनि म पनि खानातिर बसेँ। अनि फोटो पनि खिचिदिएँ त्यहाँ निनीको फोनबाट सबैजनालाई अलिअलि गर्दै। अनि यता हाम्रो काकाले नि फोटो खिचिदिँदै हुनुहुन्छ। अब फेरि मैले निनी नोनो भनिरहेको छु, के भनेको भन्नुहुन्छ होला है। अब हाम्रो खालिङ भाषामा चाहिँ निनी नोनो भनेको चाहिँ फुपू र छ्यामाहरूलाई, काकीहरूलाई निनी नोनो भन्छ। त्यही भएर त्यही मुखमा आउने रहेछ। अनि हाम्रो बोजूहरू पनि हुनुहुन्छ। हामी सबैजना चाहिँ फटाफट खाजा खाइरहेका छौँ।
सबैजना बस्दा कति रमाइलो हुने है। सँगै खाँदा अलिक धेरैजना सँगै भएपछि अलिक धेरै खाना पनि खाइने है। अनि रमाइलो पनि हुने। एकजनाले एउटा कुरा भन्छ, अर्कोले एउटा कुरा भन्छ, कति रमाइलो हुने क्या है। सबैजना सधैँ यसरी कहाँ बसेर खाना पाइन्छ र है। अनि तपाईँहरूले चाहिँ पिकनिक जानुभयो कि जानु भएन, जानुभयो भने कता जानुभयो, के खानुभयो भनेर कमेन्ट गर्नुहोस् ल। अनि मेरो भिडियो मनपर्छ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अनि अरू त के भन्ने, मलाई त बोल्नै आएन। अनि यहाँ चाहिँ हाम्रो निनी मम्मीहरूले भाँडा मास्दिँदै हुनुहुन्छ। हामीले खाजा खाइसकेपछि अब कति अल्छिने रहेछ, ऊ चाहिँ फोन मात्र समाएको भन्नुहुन्छ होला। थाहै थिएन, त्यही भएर मैले उहाँहरूको भिडियो खिचेको। उहाँहरूले चाहिँ पहिलाको कुरा गर्दै हुनुहुन्थ्यो, खै कसले पो के उखान भन्नुहुन्थ्यो भनेर भन्दै हुनुहुन्थ्यो। सबैजना हाँस्दै भन्दै हुनुहुन्थ्यो। मेरो मम्मी चाहिँ मजाले हाँस्दै हुनुहुन्छ है, त निनीहरू पनि हाँस्दै हुनुहुन्छ। अनि उहाँहरूले यहाँ मस्काइसक्नु भएपछि चाहिँ तर मैले पनि हेल्प गरेँ उहाँहरूलाई। मैले चाहिँ यहाँ नोनोसँग गएर दिदीसँग गएर हामीले चाहिँ धारामा पखालेर ल्यायौँ। मास्नु चाहिँ माझेन, मैले अन्तिममा थोरै चाहिँ हामीले माम खाइसकेपछि चाहिँ माझ्यो। अनि यहाँ चाहिँ हामी चाहिँ नाचेको। तर हामीलाई कस्तो गीतले धोका दिएर नि आज भन्दा नि त्यो दिन। अनि यो चाहिँ हामी त्यो सानो काकाको पुङसाइलाको हुपर रहेछ, त्यसमा पुरानो गीतहरू रहेछ, त्यसमा नाच्दै थियौँ। अनि हाम्रो आन्टीले नोनोले भिडियो बनाइदिँदै हुनुहुन्थ्यो। गीतै नसुनेर फेरि यता हाम्रो सानो स्पिकर त ल्याउनु भएको थियो माथिको दिदी अनि काकाहरूले, तर त्यसको चाहिँ ब्याट्री सकिएछ अनि ब्लुटुथै कनेक्टै नहुने भयो। त्यही भएर हामीले चाहिँ धोका पायौँ। र फेरि अब हामीले यता नयाँ वर्षमा नि रहँदाखेरि चाहिँ माथिल्लो गाउँमा चाहिँ फेरि हाम्रो एकजना अङ्कल, त्यस्तै अङ्कल पर्नुहुने, उहाँ चाहिँ खस्नु भएको रहेछ। अनि उहाँको आज चाहिँ खालिङ राईको विधिअनुसार उहाँको अन्तिम क्रिया भनिन्छ के भनिन्छ त्यो थियो। त्यही भएर बाबा र काका चाहिँ माथि जानुभएको थियो। अब कसैको यस्तै है, यो वर्ल्ड चाहिँ के भन्नु, कुनै ठाउँ यस्तो छ, कुनै ठाउँ कस्तो नराम्रो है। अघि उहाँको पनि आत्माले शान्ति पाओस् भन्छु म यहीबाट। अनि हामी चाहिँ यहाँ नाच्दै थियौँ। अनि काका नि गइहाल्नु भयो क्या, त्यही भएर हामीलाई त्यसको कनेक्ट गर्नै नआएको हो कि ब्याट्रीले नसक्या हो कि एकछिन बस्दै फेरि ऊ भइहाल्ने भयो। अनि यो चाहिँ हाम्रो अन्तिममा कति 4 बजेतिर होला हामीले त फेरि माम खायौँ। हामीले चाहिँ अहिले चाहिँ हाम्रो कुखुराको मासु थियो, भाले र ढिँडो अनि चामल थियो है, के भन्छ चामलको भात थियो। तर सबैजनाले प्रायः जसो ढिँडो खानुहुन्छ नि त, तर आज चाहिँ मलाई ढिँडो खानु मन भएन, त्यही भएर म चाहिँ चामलको भातै खाएँ। अनि हामी सबैजना चाहिँ खाना खाँदैछौँ। अनि हामीलाई दिइसकेर मम्मी, निनी अनि काकाले चाहिँ अन्तिममा खानुभयो। अनि यहाँ चाहिँ भालेको खुट्टा थियो, अनि काकाले भिडियो गर्दै हुनुहुन्थ्यो, त्यही भएर हामी चाहिँ ढिँडो र त्यो भालेको खुट्टा उचालेर देखाउँदै थियौँ। अनि नुनुले के पो भन्दै हुनुहुन्थ्यो, अनि काकाले चाहिँ हामी चाहिँ भालेको मासुसँग के अरे खाना खाँदै थियौँ। अनि काकाले त गोयाङसँग पो भन्नुहुँदो रहेछ। अनि मम्मीले चाहिँ के को गोयाङ, हामी त भालेको मासु खाँदैछौँ भन्नुभयो। त्यही भएर एकछिन हाँस्यौँ पनि सबैजना। अनि तपाईँहरूले चाहिँ के को मासु खानुभयो भनेर नि सोधिहालौँ न है। अनि हामीले चाहिँ भाले र सुँगुरको मासु खायौँ है। हाम्रो फेरि राईहरूको त सुँगुर इज द बेस्ट वान, के भन्छ द फेभरेट वान है सबैजनाको प्रायः। हामीले चाहिँ सुँगुरको मासु अगाडि खायौँ, अनि पछि भालेको मासु। अनि आज हाम्रो काकाले थपिदिँदै हुनुहुन्छ सबैजनालाई। म त अगाडि खाना बसिहालेँ, कस्तो अलिक अल्छी गरेर होला म त
खाना बसिहालेँ अनि मम्मीहरूले सर्भिस गर्नुभयो, दिनुभयो सबैजनालाई। हाम्रो यो निन अन्त चाहिँ साह्रै फुर्तिलो हुनुहुन्छ सबैतिर भ्याइहाल्नु हुने के। उहाँले ढिँडो नि पस्काएर दिँदै हुनुहुन्छ, यता नि दिँदै हुनुहुन्छ, उता नि दिँदै हुनुहुन्छ, यस्तो यस्तो नि भन्दै हुनुहुन्छ। अनि हाम्रो काका, उहाँ चाहिँ हाम्रो रिटायर आर्मी हुनुहुन्छ, उहाँ पनि एकदमै फुर्तिलो हुनुहुन्छ। उहाँले आज हाम्रो सबै खानाहरू बनाउनु भयो अनि हाम्रो निन अन्ताले हेल्प गर्नुभयो। हामीले अलिअलि हेल्प त गऱ्यौँ तर अलिक बढी चाहिँ उहाँहरूले गर्नुभयो। अनि यति धेरै मिठो खाना बनाएर दिनुभएकोमा थ्याङ्क यू फुङ जेठालाई। अनि अब यो चाहिँ हाम्रो अन्तिम चरणमा हो। हामीले चाहिँ छिटै खाना खायौँ। अब अलिक टाढा, अलिक माथि हुनुहुन्छ नि त काकाहरूको घर, त्यही भएर हामी चाहिँ त्यसपछि छिटै अलिक उज्यालो हुँदै छुट्यौँ। अनि यो खाना खाइसकेर पनि फेरि हामी सबैजनाले भाँडा माझेर अनि एकछिन गफ गरेर मात्र छुट्न चाहिँ छुट्यौँ। अनि यहाँ चाहिँ अझै पनि हाम्रो खाना उसकै चलिरहेछ। ओके, फेरि पनि सबैजनालाई ह्याप्पी न्यू इयर। 2000 नयाँ वर्ष 2083मा चाहिँ हामी सबैजनाको जीवन चाहिँ एकदमै सुखमय अनि खुसीमय बितोस् भनेर शुभकामना व्यक्त गर्न चाहन्छु। अनि सबैजनाको पक्कै पनि राम्रै हुनेछ भन्ने आशा पनि गरेको छु। सोरै सुक्यो त पक्कै पनि अब 2083मा चाहिँ सबैजनाको राम्रै हुनेछ भन्ने आशा गरौँ। र यति भन्दै फेरि पनि एकचोटि ह्याप्पी न्यू इयर 2083 सबैजनामा। र यति भन्दै अन्तिमसम्म हेरिदिनु भएकोमा, माया गरेर मेरो भिडियोलाई माया गरेर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई। र मेरो भिडियो तपाईँहरूलाई मनपर्छ भने लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनु होला र मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ अल अफ यु। र यो अन्तिममा चाहिँ मेरो भिडियोलाई माया गरेर अन्तिमसम्म हेर्नुभएकोमा तपाईँ सबैजनालाई यो राम्रो फुल तपाईँहरूको लागि।